guys, good morning. So बिहान भइसक्यो हामीले अलिअलि कामसाम गर्ने नुहाइ गरेर नि व्यायाम अनि ठुलो मम्मी बजार गएर दोकान गएर बजार त हैन दोकान गएर यहाँ सागसब्जी पनि लिएर आइसक्नु भयो आजलाई अब खाना बनाउनलाई अनि त्यसपछि आज हामीले भ्लग गर्ने भनेको च्यालेन्ज भिडियो चाहिँ हुन्न आज हाम्रो धेरै बनाइसक्यौँ च्यालेन्ज भिडियो बीचमा एउटा भ्लग राखौँ न भनेर आज हामीले भ्लग बनाउन लाग्यो हैन अनि त्यसपछि अब पहिला अलिअलि काम गर्छौँ घरको अनि त्यसपछि फेरि अपडेट दिइराख्छौँ के गर्छौँ कस्तो गर्छौँ भनेर मम्मीले दोकान गएर यति धेरै सामान पनि लिएर आइसक्नु भयो आजको हाम्रो रेसिपी कटहलको सब्जी बनाउने हो आज हामीले त्यही भएर लिएर आउनु भएको छ दही साग आलु प्याज सबै लिएर आउनु भइसक्यो अनि के भन्न चाहनुहुन्छ आज केही भन्न चाहन्न सधैँ च्यालेन्ज मात्रै गरियो आज अरू घर आएपछि भलप बनाउने सागसब्जीको बनाउने खाने पिनी गफ गर्ने शनिबार छुट्टीको दिन सबै आज घरै छन् सबै सामानहरू लिएर आइसके अब खाना बनाउन जाँदैछु आलु उसिन्नलाई सुनाउनु आज चुकाउने बनाउने अचार बनाउने खाने फेरि पालपालीहरूलाई त चुकाउने भनेपछि त हुर्की चुकाउने भनेपछि बहुत मनपर्छ आज शनिबारको दिन घरै बसेको दिन यही भएर चुकाउने अचार बनाउँदैछु मैले खाना पकाउने तयारी गर्छु तिमीले अलिअलि काम गर सुगर सफाइ गर त्यहाँ ल्यापटप मिलाऊ है हस् भइहाल्छ नि ल गाइस अब माथि खानाको तयारी हुँदासम्म तल सफा गर्छु म अनि यता हल्का सफा सुग्घर गर्छु अनि माथि जान्छु र हेरौँ न के हुँदैछ किचनमा भनेर पहिला सफा गरौँ है त अब गाइस मैले त काम सकिसकेँ अब हेरौँ ठुलो मम्मीले के गर्दै हुनुहुन्छ गाइस के काम सक्यो हजुरको के गर्नुभयो यहाँ काटकुट गरेँ म बाहिर उहाँ साग धोएर टोकरी यता राख्छु भन्दा टोकरी बसेर झन् घुमेर 10 मिनट लाग्यो टोकरी लिन गएँ पछाडि यहाँ दाल बसाल्न लाग्नुभयो यहाँ काँक्रा मुला अनि मटर रेडी भएछ अचारको लागि अनि यहाँ चामल भिजाउनु भएको छ हेर यहाँ टोकरी राख्नु भयो रहेछ अनि यहाँ खसिसक्यो गाइस तल अनि यहाँ जान फेरि यो सबै पुरै बाटो घुमेर बल्ल यहाँ पछाडिबाट लिएर आउन मिल्छ क्या अनि तल खसेछ त्यही भएर लिन जानु भयो रहेछ दाल बसाल्न लानुभयो अब दाल बसालेर के बनाउने हो यसपछि अचार बनाएपछि आलु उसिन्नु भइसक्यो आलु उसिनेर राखिसकेको छु नि खै आलु लिएर आउनु न बोइल गरेको यता म फोकिहाल्छु नि त त्यसलाई यहाँ राखिदिनु त यही टोकरी लिन गएको त नि त्यता यो आलु यसमा साग धोएर राख्नु भयो रहेछ अनि त्यो टोकरी चाहिँ खसेछ तल अनि यो आलु उसिनेर भइसक्यो अब यसलाई म आलु फोक्छु ल आलु फोकेर पनि रेडी भयो यहाँ अचारको भयो यहाँ तिल पिसेको छ अनि त्यसपछि यो मसला तरकारीको लागि यो कटर काटेर पनि रेडी भइसक्यो गाइस अब अचार बनाउनु पर्यो चुकाउने बनाउनु पर्यो पहिला है त ठुलो मम्मीले प्याज खुर्सानीहरू काट्दै हुनुहुन्छ अचार चुकाउनेको लागि तरकारीहरूको लागि अब यो भुटिएर रातो भयो अब मैले नुन मसला राख्दैछु हेर अब यसमा के राख्ने यसमा बेसार नुन यो मसला छ पहिला मसला भुट्नु पर्यो पिसेको मसला अनि त्यसपछि टमाटर राख्ने र एकछिन ढाकिदिने हो एकछिन ढाक्ने हो
यहाँ हामीले साग रायोको साग पनि धोएर सुकाइसकेको छौँ यसलाई केलाएर राखेको छौँ यसमा अनि यो हो अचारको लागि चाहिँ हामीले मसला भुटेर जिरा धनियाँ भुटेर खुर्सानी भुटेर अनि त्यसपछि तिल भुटेर पिसेर यसमा राखिसक्यौँ अनि प्याजहरू पनि राखिसक्यौँ यो हो चुकाउनेको लागि आलु मैले यसलाई सबै पोकेर अनि यसमा यहाँ यता टमाटर राख्दै हुनुहुन्छ र एकछिन यसलाई ढाकिदिएर मजाले पाक्न दिने है गाइस अनि यो हो चुकाउनेको लागि यसमा त्यही पिनेको मसलाहरू र आलु हो अब यसमा प्याज खुर्सानीहरू काटेर दहीहरू राख्ने बाँकी छ अब गाइस हामीले तरकारीमा दालमा राख्नलाई धनियाँ अनि खुर्सानी र प्याज लसुनको पात हामीले कहिले किन्छौँ र धनियाँ प्याज लसुनहरू सबै छतमा हुन्छ गाइस अनि यो यसमा राख्नलाई हामी धनियाँ लिन जान्छौँ हामी पसल जान्दैनौँ हामी छतमा जान्छौँ धनियाँ लिन किनभने हाम्रो घरमै हुन्छ ल गाइस हामी छतमा जाँदैछौँ ए हेर्नु छतमा फलेको लसुन किन्न पर्दैन हामीलाई लसुन खासमा भन्यो भने त लसुन धनियाँ खुर्सानी सानो कुरा किन्ने होइन कि गाइस आफ्नो सानो तिनो करे सवारीमा हुर्काउने होला टमाटर नि पाके हाम्रो टमाटर कति फलेको थियो भनेर अस्ति नै राखेको भिडियोमा हेर्न जानु गाइस सबै देखाएको हामीले त्यसमा यहाँ भान्टा पनि फले भान्टा पनि तल टिपेर लग्नु भयो है धनियाँ मस्त यहाँ पनि यो गमलामा पनि छ यहाँ भान्टा फुल छ यहाँ यतातिर भिन्डी अब गाइस फर्सीको मन्टा नि हामीलाई केही किन्न पर्दैन भिन्डी गर्मीभर भिन्डी पनि किन्न पर्दैन सब छ यो हो हाम्रो प्याजको पात खुर्सानी फल्यो यहाँ खुर्सानी टिप्छौँ हामीले खुर्सानी पनि खासै किन्दैनौँ र कतिसम्म फल्छ कि गाइस हाम्रो यहाँ माथि छतमा त सबै कुरा सकेसम्म हामीले सबै घरमा गर्ने कोसिस गर्छौँ सानोतिनो कुराहरू होइन लोडेको साग भन्छौँ के हामीले त तपाईँहरूले के भन्नुहुन्छ खै थाहा भएन यहाँ मस्त खुर्सानी फल्यो है हेर्नु कस्तो राम्रो फुले कति हेर्नु हाम्रो अर्ग्यानिक खुर्सानी यो पनि के हो प्याज नै रहेछ यो हाम्रो अकबरे खुर्सानी रेडी हुँदैछ गाइस यो कुरिलो किन काम लाउँछ यसको सब्जी खान बहुत राम्रो हुन्छ नि त ए यो सब्जी खान्छ नि त गाइस मलाई थाहा छैन खाएको नि छैन तर फलिरहेको छ मैले अस्ति नै मैले एकचोटि छत सफा गर्ने बेला यो त घाँस भनेर गोडेर सबै फालिदिएको फेरि लिएर मैले लगाएको यो फुलुल यहाँ भान्टा तुलसी हुनुहुन्छ यहाँ चिउरी हो कि तिउरी भन्छ यसलाई यो स्नेक प्लान्टहरू एलोभेराहरू हल्का एसेन्सियल यहाँ हल्का फुल पनि रोप्छौँ गाइस हामीले पहिला त धेरै थियो आजकल चाहिँ मान्छे घरमा खासै बसिन्न सबै अफिस त्यही भएर यसको स्याहार सुसार गर्न भ्याइन्न त्यही भएर खासै राखिन्न फुलहरू होइन हेर्नु हाम्रो त प्याज खै देखाउनु त कत्रो भयो यत्रो सुरु हुन सुरुवात हुँदै प्याज पछि त यत्रो फल्छ कि गाइस देखाउँछौँ त्यति बेला नि हामीले हजुरहरूलाई र आज मौसमको कुरा गर्नु पर्दाखेरि घाम लाग्यो टनक्क बुटलको गर्मी सुरु हुन लाग्यो अब अझै त्यस्तो गर्मी त होइन बसि नसकिने तर पनि गर्मी भयो न सुरु पनि धनियाँ फलाउँछौँ गाइस हामीले त कहिल्यै किन्दैनौँ धनियाँ त 12 मासे नै हुन्छ लगभग न सधैँ हुन्छ छै गाइस धनियाँ फेरि अब यसपछिको लट यो खाने हो त्यो सकेपछि यो खाने हुन्छ है त गाइस अनि यसमा सागहरू छ लोडेको साग नै छ यसमा पनि यो पनि प्याज हो धेरै प्याज लगाऊँ कि अहिले हामीले किनभने लसुन ससुन सबै भ्याइसक्यो नि त अब आउन जाम तरकारी डर्छ ल ए यहाँ पनि आएको लसुन गाइस हामी त लसुन त फेरि माल हो क्या गाइस लसुन किन्न पर्दैन गाइस हाम्रो पाहुना मम्मी पनि आइसक्नु है गाइस अब मम्मी अलि ढिला आउनु भयो आज मम्मी यति ढिला आउनुहुन्छ लास्टमा हामीलाई तिमीहरूले केही गरेर भन्नुहुन्छ है गाइस हेर गाइस अनि किन त यति ढिला खाने बेलामा आउने काम गर्ने बेलामा नआउने गाइस अब यसमा हेरौँ कटर अझै राम्रोसँग टमाटर पाके छैन अझ एकछिन ढाक्दिउँ है त गाइस कटर रेडी भयो है हाम्रो अब लगभग उता दालले सिटी लाउँदै दाल पाक्न साह्रै बेर लाउने दही राखेको चुकाउने बनाउनलाई यो धेरैजना छैन यति बेला पुग्छ चुकाउनेको लागि है दाइ चुकाउने बनाउनको लागि दही पनि राखिसक्यौँ हामीले यसमा यसो चाहिँ
मोही खाने अनि यो दही फेरि धेरै हुन्छ क्या त्यसमा फेरि धेरै हुन्छ हामी 3 जना मात्रै खाउँ नि त चाहिँदा त्यही भएर यति इनफ हुन्छ यसमा अब गाइस तेल तताएर अनि बेसार र मेथीले झान्ने अनि बल्ल यो चुकौनी बन्छ मिठो गाइस अब तरकारीलाई रेडी भयो है त्यो तरकारी रेडी भयो उता चुकौनी झान्नको लागि त्यो तेल तताउँदै हुनुहुन्छ अनि यसमा ल्याएर खनाइदिने तोरीको तेल गाइस अब यसमा मेथी राख्ने राख्नु त तेलमा मेथी राख्नुभयो मेथी पड्काउने एकछिन मेथी हल्का कालो भएपछि यसमा बेसार राखेर अनि झान्ने छोरी पनि आइदिए हिजो गई घर सुन्नु घर एक्लै बस्ने हिजो घर रातभरि निद्रा सुन्नु भएर सबै आज हामी त धेरै मान्छे हुने मान्छे लाग्यो अनि एक्लै हुनुभयो आज त्यही भएर निन्द्रा लागेन भन्दै हुनुहुन्छ बेसार अब यसलाई यहाँ ल भयो गाइस बेसी नै गाइस नुन दिन्छु कि पकाउने बेलामा नआएर खाने बेलामा आउँदा कस्तो लाउँदैछ खाना पाएको भएको कस्तो लाउने छ खानै पाएको छैन त अनि कहाँ अब काम सबै यस्तो बसी त बिचरा मलाई नगरी हुनु फाइनली हाम्रो खाना पनि रेडी भइसक्यो के पाक्यो त अनि भन्नु आज यो चुकौनी यो बरन यो दाल यो अचार यो मोही यो कटहर सब्जी यो सलाद यो साग भात यो भात ल राख्नु नि त खाम ल मम्मीले यहाँ खाना राख्दै हुनुहुन्छ अब खाने गाइस अब हामी खाना तयारी अवस्थामा खाने हो के भयो किन हाँसेको किन थोरै खाएर हो क्या हो थोरै खाएँ भात पनि कुकर ल्याएको थियो किन ल गाइस खानपिन सक्यो अचार खान सकिनँ मैले मम्मीलाई खाइदिनु भएको नाइ गाई भाँडा मान्न मन लाग्छ भाँडा मान्न मन लाग्दैन भाँडा जसले कम खाएको त्यसले भाँडा मान्ने हो कि आज सीमाले थोरै खाएको सीमाले भाँडा मान्ने भाँडा माझिन्न म त भाँडा मान्न सक्दिनँ मैले सफा गरेर थाकेँ म आज हामीले खाना पनि बनायौँ सफा पनि गऱ्यौँ सबै गऱ्यौँ भाँडा मान्ने को हो भाँडा माझ्ने हामीले के गर्छौँ त मम्मी गयो नि छोरीले भाँडा मान्ने खाएर फिनिस गरिदियो छोरीले थोरै खाइछ त्यही भएर भाँडा मान्ने आज मैले अचार खाइदियो छोरी भयो आज सामलीका साथ बित्नु छैनन् पाल्पाको हम त्यही भएर जाँदा रमाइलो पनि भएन जोडी च्यालेन्ज भाउजू पनि हुनुहुन्न भाउजू पनि आज मनिषा पनि छैन छोरी पनि हिँड्दै घर गइसिन् बुहारी छोरा नाति पनि छैन कोही छैनन् त्यही भएर केटाकेटी नभएको त तरकारीमा नुन नराखे जस्तो खाइयो बस्यो अब आउँदैछन् तिनीहरू आएपछि अर्को नयाँ भिडियो बनाउँछौँ नि त फेरि
अब खानपिन सक्यो भाँडासाँडा माझ्ने सुत्ने अब दिउँसभर गफ गर्ने त्यही हो गाइज अर्को भिडियोको एक दुईटा टिकटक बनाउने ल गाइज आजलाई यति भिडियो अब आजलाई केही देखाइन्न आज शनिबारको दिन अब बिहानको खानपिन भयो अब सुत्ने आराम गर्ने यति हो। ल मम्मी एन्डिङ गरिदिनु भिडियो ल त नि अब बाई ल गाइज अनि अब एक हप्ता इन्तजार गरेर बस्नु कुरेर फेरि आउँछ थोरै भनेको एक हप्ता के अब धेरै त जति नै हुन सक्छ 15 दिन पनि हुन सक्छ महिनै हुन सक्छ छिटै लिएर आउनेछन् अनि नाति नातिना बुहारी सबैजना आएपछि फेरि रमाइलो भिडियो लिएर आउनेछन् ल लाइक कमेन्ट सब्सक्राइब कमेन्ट गरिदिनु होला अनि भिडियोलाई माया गरिदिनु होला बाई बाई